हर्क साम्पाङ 1 नम्बरको चुतिया हो, हरामखोर हो र यसले स्टन गरिरहेछ अहिले दार्चुलामा गएर पुल बनाउने भनेर तपाईँहरू यस्तो भन्दै हुनुहुन्छ भने यस्तो नभन्नुहोस् के। साथीहरू, यदि तपाईँ विरोध गर्न चाहनुहुन्छ भने गर्नुहोस्, तपाईँले पाउनुहुन्छ। तर कुनै यदि राम्रो काम गर्दैछ भने यदि तपाईँको विरोधी पार्टीको मान्छे हो भने पनि तपाईँले समर्थन चाहिँ दिनैपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। अब दार्चुलामा यदि पुल बन्यो भने दार्चुलाको त्यहाँको जनताहरूलाई त राम्रै त हुन्छ नि त। उनीहरूको लागि त एउटा राम्रै खबर हो। उनीहरूले पुल युज गर्न पाउँछ, चाहे त्यो श्रम गरेर बनाएको पुल होस्, चन्दा उठाएर बनाएको पुल होस् या जेसुकै होस्। यसमा कुनै पनि प्रकारको आलोचना गर्नुपर्ने ठाउँ मैले देख्दिनँ। यदि हर्क साम्पाङलाई धेरै बोल्नुहुन्छ भने तपाईँ त्यो विषयलाई लिएर चाहिँ आलोचना गर्न सक्नुहुन्छ। हर्क साम्पाङले नाना थरी स्टेटस हाल्छ बालेनको बारेमा, रविको बारेमा र उनीहरूलाई विदेशी एजेन्ट भन्छ। यसमा तपाईँले भन्न सक्नुहुन्छ र म पनि भन्छु। तर यदि राम्रो काम गरेको छ भने त्यसलाई चाहिँ समर्थन गर्नैपर्छ है। यो हामी नेपालीहरूले बसाल्नुपर्ने इम्पोर्टेन्ट बानीहरू मध्येमा एक हो। हामीले कसैलाई मन परायो भन्दैमा त्यसलाई आलोचना गर्न नमिल्ने त्यस्तो वातावरण बनाउन हामीले हुन्न र यदि त्यो मान्छेले राम्रो काम गर्दैछ भने पनि हामीले सपोर्ट गर्न चाहिँ पर्छ। यो कुरामा चाहिँ मेरो हर्क साम्पाङलाई सपोर्ट छ। तपाईँहरूलाई के लाग्छ साथीहरू? तपाईँहरू मेरो कुरासँग सहमत जनाउनुहुन्छ भने तल फटाफट कमेन्ट गरेर भन्नुहोला र फलो गर्नुहोला च्यानललाई।